हामीले के अरे लोकतन्त्रको नाम सुन्ने बित्तिकै हामी के बुझ्छौँ भन्दाखेरि लोकतन्त्र भनेको समाजको लागि हो, कलेक्टिभ कुरा मात्र गर्छौँ हामी, हो कि होइन? मतलब समाजको विकास, देशको विकास। तर वास्तवमा लोकतन्त्रले एउटा इन्डिभिजुअलको व्यक्तित्वको विकासमा कस्तो भूमिका प्ले गर्छ, कस्तो भूमिका खेल्छ? मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामीले सबैले एउटा के आकलन चाहिँ गर्छ भन्दाखेरि लोकतन्त्र चाहिँ एउटा यस्तो शासन हो जसले चाहिँ त्यो जनताबाटै निर्वाचित हुने शासन हो र त्यसले जनतालाई नै कन्ट्रोल गर्ने हो र त्यसको काम चाहिँ विकास गर्ने हो भन्ने किसिमको न्यारेसन चाहिँ हामीहरूसँग चाहिँ छ होइन। तर यति मात्र होइन लोकतन्त्र चाहिँ मलाई चाहिँ के लाग्छ भन्दा फिलोसफी अफ लाइफ हो कि यसले चाहिँ के दिन्छ भन्दाखेरि चाहिँ जस्तो त्यो व्यक्ति कति सदाचारी हुने, कति नैतिकवान हुने, कति एउटा भनौँ न समाजमा चाहिँ उसले सामाजिक सहिष्णुता राख्न सक्छ अथवा सामाजिक टोलेरेन्सी त्यो क्रिएट गर्न सक्छ अथवा उसले समाजप्रति देखाउने रेस्पोन्सिबिलिटी कस्तो हो, त्यो चाहिँ एउटा लोकतन्त्रको देन हो के। यसमै एउटा यो के छ भन्दाखेरि जीन ज्याक रुसोल चाहिँ एउटा फाउन्डेसन अफ इक्वालिटी भन्ने एउटा कुरामा चाहिँ कन्सेप्टमा चाहिँ के लेखाएको छ भन्दाखेरि चाहिँ मानिस चाहिँ जन्मजात स्वतन्त्र र समान हुन्छ जन्मदाखेरि चाहिँ है। तर जब ऊ समाजमा बस्न थाल्छ, जब समाजको सदस्य हुन्छ, त्यसपछि उसले राजनीतिक र कानुनी अधिकार लोकतन्त्रको माध्यमबाट पाउँछ है। उसले यति त त्यो पायो, लोकतन्त्रको नामले पायो, लोकतन्त्रबाट उसले एडप्ट गर्न पायो। तर यतिमा मात्र चाहिँ हामीले लोकतन्त्र चाहिँ सीमित हुनु हुँदैन। जसरी उसले जन्मजात रूपमा चाहिँ मान्छे समान हुन्छ भन्ने कन्सेप्ट विकास भयो नि त, ऊ समाजमा हुर्किँदै गर्दाखेरि, समाजमा ऊ बढ्दै गर्दाखेरि, समाजको सामाजिक मेम्बर बन्दै गर्दाखेरि पनि उसको उत्तरदायित्व त्यत्तिकै हुन्छ। ऊ रेस्पोन्सिबिलिटी उसको त्यो लोकतन्त्रप्रति होस् अथवा अर्कै कुराप्रति पनि उसले जब ऊ एउटा आफ्नो ऐक्यबद्धता देखाउन सक्दैन तबसम्म विकास हुँदैन। तर यसको मतलब यो होइन कि जस्तो लोकतन्त्र एउटा विकासको माध्यम पनि बन्ने हो, तर उसले लोकतन्त्र चाहिँ त्यो भौतिक विकास र भौतिक संरचना मात्र होइन कि उसले व्यक्तिको पनि के अरे सामाजिक विकास पनि गर्छ, व्यक्तिको नैतिक विकास पनि गर्छ। त्यो पार्टमा चाहिँ नेपालको लोकतन्त्र चाहिँ छैन है अहिले। मलाई चाहिँ यो त्यति मेच्योर भएको छैन। अहिले हामी सुरुकै फेजमा छौँ। तर मान्छेको एक्सपेक्टेसन भनेको मात्र विकाससँग मात्र जोडिएको छ। विकासको लागि अब अनि एउटा कुरा अझै के बुझ्नु पर्यो कि हामी मात्र भन्छौँ कि लोकतन्त्रमा आखिरले राइट टु भोटको कुरा, अधिकारको कुरा मात्र गर्छौँ होइन। तर एउटा मान्छेको दायित्व, भोट सँगैसँगै मान्छेको दायित्व पनि जान्छ त्यहाँ, हो कि होइन? जान्छ कि के अरे म कस्तो खालको उम्मेदवारलाई भोट दिन्छु त्यो पनि प्रश्न उठ्छ है कि। अनि हरेक भोटरको त्यो दायित्व पनि हो। र एउटा कुरा के हो भन्दाखेरि लोकतन्त्रले वास्तवमा हामीलाई अप्सन दिन्छ के, मल्टिपल अप्सन चुज गर्ने अप्सन दिन्छ। त्यो उम्मेदवारको मात्र अप्सन दिने होइन, त्यो पार्टीको सिद्धान्तको अप्सन दिन्छ कि तिमी कुन सिद्धान्त बोक्छौ, तिम्रो सिद्धान्त के हो। त्यसैले लोकतन्त्रमा मान्छेलाई एउटा यस्तो अवसर प्राप्त हुन्छ, त्यो अवसरले मान्छेले उत्तम लेभलसम्म, अप्पर लेभलसम्म आफ्नो क्षमता र बौद्धिकतालाई प्रयोग गर्न मौका प्राप्त गर्छ। त्यसैले लोकतन्त्र भनेको के अरे विकासको कुरा मात्र होइन कि, कलेक्टिभ विकासको कुरा मात्र होइन, इन्डिभिजुअल विकासको पनि कुरा हो।